जोजोलपा नेपाल मण्डल टेलिभिजन न्याना वइचुङ्गु थोज्या जोया नाखा हाउसफुल अलिजी अमिता जोशी थो हाउसफुल ज्याजो थौहे दिने थोहे इले छिकपिनि न्हने ठ्याङ्क वा चुङ्गु दुसा थाउना ठ्याङ्क वे ढुङ्गु गुदु सदा थे थाउना हाउसफुल ज्याजोले दक्ले नापाङ्गु लुक थ थोवाले रिलिज जुगु सखी पाए बारे चर्चा यागुजी त्रेता युगमा भगवान रामले आफ्नै श्रीमतीको अग्नि परीक्षा लिएका थिए। म कलियुगको राम हो जो तिमीहरू जस्तो हराम पुरुषहरूको अग्नि परीक्षा लिन्छ। रामप्यारीले बोकेको मेसेज यसको कन्टेन्टले जुन एउटा सोसाइटीमा ल्याउनु पर्ने चेन्जेसहरू हो जुन अवेरनेस हामीले फिल्मबाट लिएर आएको छौँ त्यो चाहिँ पोजिटिभली अडियन्ससम्म पुगोस् भन्ने मेरो आश हो। मलाई आफूलाई पर्सनल्ली बुस्ट गर्ने भन्दा पनि काम पेसालाई हरेक किसिमको पेसालाई इज्जत गरिदिनुपर्छ भन्ने एउटा सन्देश छ। त्यो सँगसँगै एउटा नेपाली युथ भएर नेपालमा आफ्नो पढाइ आफ्नो सिप हुन्छ नि इन्भेस्ट नगरेर बाहिर जाने जुन एउटा ट्रेन्ड छ नेपालीको त्यो ट्रेन्डको बारेमा पनि कुरा उठाइएको छ रामप्यारीमा। त्यो सबै अवेरनेसको कुराहरू छन्। उसले सबै कुरा भनि नै सक्यो। मैले गत हप्ता पनि भनेकै थिएँ कुरा यही नै छ। र एउटा चलचित्र भवनमा आएर चलचित्र हेरिसकेपछिको जुन एउटा म्यासेज बोकेर जानुहुन्छ मेरो दर्शकहरू त्यहीँनिर म सफल हुन्छु भन्ने प्रकारको एउटा आश छ मलाई। एउटा सोसियल म्यासेज बोकेको फिल्म पनि हो भन्ने प्रकारको सबैलाई थाहा भइसकेको छ। र एउटा जहिले पनि पिछडिएको वर्गलाई एउटा रेखा थापाले लिएर आउने गर्छ। जस्तो योभन्दा पहिला मैले एउटा फरक क्षमता भएका व्यक्तिलाई हिरो बनाएको थिएँ होइन। त्योभन्दा अगाडि त्यस्तै त्यस्तै विषयवस्तु उठाइसकेको भएर पनि दर्शकहरूले चाहिँ के आशा गर्नुहुन्छ भने रेखाको चलचित्रमा केही न केही डेफिनेटली राम्रो म्यासेज र नयाँ चिज हुन्छ भन्ने उहाँहरूलाई थाहा छ। त्यो हिसाबले पनि रामप्यारी चाहिँ एकदम सबैजना एकदम ठुलो आश गर्नुभएको चलचित्र हो। फिल्मभरि म देखिनु स्वाभाविक हो। म अलिक अलरेडी दर्शकमाझ परिचित छु। आवाज अथवा योभन्दा अगाडि आएका नवनायकहरू पनि यस्तै नै भन्ने गरिन्थ्यो। जब चलचित्र भवनमा चलचित्र लागिसकेपछि अनि उनीहरूकै बढी गुणगान गाइन्छ कि मेरो कर्तव्य पनि त्यही हो जस्तो लाग्छ। हिजो म पनि नयाँ थिएँ। म नयाँ हुँदाखेरि मेरो मेन लिड हुँदाखेरि पनि इस्टाब्लिस कलाकार नै अगाडि देखिन्थ्यो। म एकदम ट्यालेन्टमा विश्वास गर्ने मान्छे हो। म नातावाद र कृपावाद मलाई मन पर्दैन होइन। उसको ट्यालेन्ट देखेरै मैले लिएको हो। जस्तो उसले जुन प्रकारको उसको अभिनय क्षमता उसको हरेक प्रकारको एउटा प्याकेज हिरोमा हुनुपर्ने सम्पूर्ण गुण उसमा देखेको कारणले मैले लिएको। नट बिकज अफ दिदीको छोरा या चाहिँ मेरो भाइ भनेर लिएको होइन। उसमा एकदमै बढी क्षमता देखेको आधारले नै लिएको। त्यो अघि मामले भने जस्तो एउटा ममा केही क्षमता देखेर नै होला यसलाई अलिकति निखार्यो भने चाहिँ फिल्ममा ल्याउन सकिन्छ भन्ने एउटा भिजनले नै मलाई अफर गरेको हो रामप्यारी। एकदम जारी रहन्छ। अझै म मेहनत गर्छु। अझै राम्रो काम गर्ने आश छ मेरो आफ्नै पनि। म अझै पनि सिकिरहेको छु एक्टिङदेखि लिएर सबै कुराहरू। म एकदम अब यही फिल्डमै काम गर्छु भन्ने सोच छ मेरो। सबीर श्रेष्ठ दाई पनि रेखा फिल्म्सको एउटा प्रडक्ट हो। जसरी आवाज आज रेखा फिल्म्सबाट इन्ट्रोड्युस भएको छ सबीर श्रेष्ठ पनि रेखा फिल्म्सबाट कष्ट छिरो मेरो मनबाट इन्ट्रोड्युस गराएको हामीले नै ब्रेक दिएका हौँ होइन। रेखा फिल्म्सबाटै आएको एउटा सन्तान हो सबीर दाई पनि। त्यो हिसाबले गर्दाखेरि चाहिँ मलाई कम्फर्टेबल पनि र इज टप डाइरेक्टर। हाउसफुल भन्ने प्रोग्राम नेपाल मण्डल टेलिभिजनबाट हेरिरहनु भएको सम्पूर्ण दर्शकहरूलाई म यति मात्रै भन्न चाहन्छु भोलिबाट चैत 26 गतेबाट देशभरि नै रामप्यारी रिलिज हुँदैछ। एउटा राम्रो फिल्म सोशल म्यासेज विथ एन्टरटेनमेन्ट आउँदैछ। एकचोटि हेर्नुहोस्। फिल्म त अभियसली मन पराइ नै हाल्नुहुन्छ। मेरो काम कस्तो लाग्छ होइन कमेन्ट कम्प्लिमेन्टहरू दिनु होला भन्न चाहन्छु। एउटा महिला पात्र एउटा नारी कतिको शक्तिशाली हुनुपर्छ। एउटा घरभित्र छोरीलाई गरिने व्यवहार कस्तो हुनुपर्छ। छोरी पनि छोरासँग काम गर्न सक्छ। छोरी पनि बहादुर हुन सक्छ भन्ने प्रकारको म्यासेज लिएर आएको छु रामप्यारीमा। म आफै पनि रामप्यारीको ग्रेट फ्यान हो। म पनि रामप्यारी बन्न चाहन्छु भविष्यमा। सो भोलि आएर चाहिँ भोलिदेखि तपाईँको जिम्मा हो। भोलिदेखि प्रचार गर्ने काम पनि तपाईँहरूको हो। यो तपाईँहरूको फिल्म हो। मलाई आएर आशीर्वाद दिनुहोला। तपाईँहरूको सम्पत्ति तपाईँहरूको रेखा थापाको भिजन सबै कुरा तपाईँहरूको हातमा सुम्पिएको छु मैले। भोलिबाट हलमा लागिसकेपछि तपाईँहरूको जिम्मा हुनेछ। थ्याङ्क यू सो मच आएर मलाई आशीर्वाद दिनु। रामप्यारी एउटा तपाईँ हामीले दैनिक रूपमा भोगिरहेको एउटा साधारण विषयवस्तुलाई लिएर बनाइएको एउटा महिला अतीतको नारी प्रधान चलचित्र हो। यसमा हामीले धेरै चिजहरू पाउने
छौँ चलचित्र हेरिसकेपछि। एउटा आत्मसम्मानदेखि लिएर एउटा देशभक्तिदेखि लिएर एउटा हामी अहिले वैदेशिक रोजगारीको लागि निस्किने क्रम जारी छ। हामीले हाम्रो देशमा पनि मेहनत गरे, पसिना बगाए, हाम्रो आफ्नै देशमा राम्रो तरिकाबाट जिउन सक्छौँ, एउटा राम्रो तरिकाबाट जीवनयापन गर्न सक्छौँ भन्ने विषयवस्तुलाई चाहिँ रामप्यारीमा देखाउने कोसिस गरेको छ। रेखा थापा एउटा छुट्टै क्यारेक्टर हो, मतलब दर्शकहरूको हिसाबबाट भन्नुपर्दा एउटा नाम चलेको एउटा उत्कृष्ट कलाकार हो रेखा थापा होइन, भनौँ एक किसिमले अहिले सबैको दिल दिमागमा बसेको सुपरस्टार हो। र रामप्यारी त्यही विषयवस्तु एउटा जुन विषयवस्तु छ एउटा नारी उत्थानको, नारी आवाजको, त्यो आवाजलाई बुलन्द गर्नु चाहिँ रेखा थापाको प्रयोग गरिएको छ चलचित्र रामप्यारी। चैत्र 26 गतेबाट देशभर चलचित्र रामप्यारी प्रदर्शन हुँदैछ। यो टेलिभिजन हेरिरहेका जति पनि हाम्रा दर्शकहरू हुनुहुन्छ, नेपाली चलचित्रलाई माया गरिदिनुहोस्, रामप्यारीलाई माया गरिदिनुहोस्, एकपटक हलसम्म पुगेर चलचित्र रामप्यारीलाई हेरिदिनुहोस् भन्न चाहन्छु। हाम्रो मायामा कसैको नजर नलागोस्, दुनियाँको नजर लागोस्, तर ईश्वरको नजर लाग्यो भने के गर्नुहुन्छ नि? नेपाया संकिपा खेले छगु जो मदुगु सिक्वेले रुपे वेवे जुगु नाइ नबुन्नु लया छगु नुगु बो कठ नाइ नबुन्नु ल चार्न थोय वाले रिलिज जुइटेंगु दु थो संकिपाया निर्देशक विकास आचार्य खसा थो सिक्वेले मचाम कलाकार अनुभव रेग्मिया न मेन रोल दु थुके सरोज खनाल प्रियंका कार्की नापनापा छम नोम हिरो पल्सा नोम हिरोइनी आचल शर्मा वर्षा रावत अले उत्तम केसी बल्छी दुर्बे दका लोक उहाँमा मरिसमान श्रेष्ठ यान मेन रोल दु आफ्नो भन्दा बढी भरोसा मलाई तिमी माथि छ तिमी नाइ 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 नभन्नुला तिमी नाइ 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 नभन्नुला छोछावाया दुने संकिता खेले जुगु गतिविधि पाके छ गम निखावे। अब कसको भर पर मान्छेबाट मानवता बसाइसकेपछि सक्दिन अझै आँखा बन्द गरी बस्न बुद्धकै देशमा अशान्तिले बास गरेपछि। वंगुवाले बाटो मुनिको फुल 2 या प्रोमो रिलिज यागु दु थित्य थिमत्य दैगु चलन या न मतिनासा वइगु पंग या त मु बाख देका तगु बाटो मुनिको फुल या निर्देशक सुवर्ण थापा ख नापा सुरज सुब्बाया निर्देशने देखुगु बाटो मुनिको फुल तस्क हाउसफुल जुगु संकिपा खसा आ उकिया हे सिक्वेले रुपे बाटो मुनिको फुल 2 देखुगु ख थोहे वइगु वैशाख 10 गते रिलिज जुइगु बाटो मुनिको फुल 2 संकिपा पुलामो हिरो दिलीप रायमाझी नाप एस कुमार हो बाबु बोगटी न मेन रोले दु थुके रिसा शर्मा रिमा विश्वकर्मा आशिषमा नगर्मी सोम हिरोइनी कठ खने दैगु दुसा गणेश उप्रेती टीका पहाडी न मुमु भूमिका दुगु थो संकिपा सोपी मध्ये लक्की दयाना छमेसित छग स्कुटर शिर्पा बिगु जुगुदु स्कुटर त्याके नीति अन्तर्जातीय इपा यापी सोकुमी थमेसिन बाटो मुनिको फुल 2 सोयागु टिकटिया अधिकटी हो थगु विवाह दर्ता प्रमाणपत्र फोटोकपी छपान तया दुथ्याके माछा थटे दुथ्याकु मध्ये छगु टिपु यात छग स्कुटर शिर्पा बिगु जुगुदु पहिला हो यो बाटो मुनिको फुल यो सस्तो रञ्जनका लागि मात्र बनाएको चलचित्र होइन, एउटा समाजको ऐना छ यसमा जसलाई हेरेर मनन गरेर चाहिँ हामीले परिवर्तनको बाटोमा जान सक्छौँ। पैसा कमाउनको लागि मात्रै र हिरो हुनको लागि यसको मैले फिल्म बनाएको होइन, अवश्य पनि एउटा बुझ्दिनु होला पत्रकार मित्रहरू। र म के भन्न चाहन्छु भने हिरो होन्डाले जुन स्कुटर दिएको छ यो त्यतिकै प्रदान गर्दैछ, यो चलचित्र चलाउने फन्दा होइन, यो सुरुवात हो। भोलि सरकारले अन्तर्जातीय विवाह गर्ने सर्टिफिकेट नपाएकोलाई के दिने त, कसरी चाहिँ उनीहरूलाई चाहिँ एउटा परिवारमा बाँधेर राख्ने भन्ने विषयमा सोचोस्। यो कुरालाई अलिकति यहाँले मनन गरिदिनु होला। यो दर्शकलाई मैले लोभनालाई दिन खोजेको स्कुटर चाहिँ पके पनि होइन। मैले चाहिँ जुनेली परिवारको क्यारेक्टर गरेको छु यो फिल्ममा चाहिँ पीडितै हो र समाजबाट एउटा पीडित छुवाछुतलाई लिएर पीडित महिलाको क्यारेक्टर। बाटो मुनिको फुल एक जस्तो थियो त्यसलाई फेरि बिर्साउने अर्को फिल्म बाटो मुनिको फुल 2 फिल्म बनेको छ। वैशाख 10 गते तपाईहरुको हल नजिकहरुमा यो फिल्म लाग्दैछ नेपालभरि
र आई थिङ्क तपाईँले यो फिल्मलाई हेर्नुहुनेछ, इन्जोय गर्नुहुनेछ र मन पराउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु र आई थिङ्क यो फिल्म हेरिसके पछाडि तपाईँहरूको कमेन्ट्स पनि राम्रो आउनेछ भन्ने मैले विश्वास लिएको छु। थ्याङ्क यू। बाटोमुनिको फुल 2 के चाहिँ जी झिगु नेवा समाज न गुली तक भेदभाव दु छुवाछुत दु धैगुपट्टि छौ चिकित्सा रंगुपट्टि भूमिका निर्वाहन चुनागुदु आशाका भलसका छिकपिन्सा जित नेपाल भाषा क्षेत्र गुली माइकाइ दिएको छ नेपाली मुभी न उले माइकाइ दि सुभा प्रेम नै पूजा भन्छन् के प्रेम गर्नु हुँदैन र के म तिम्रो होइन र। निर्माता निर्देशक आकाश अधिकारी देकुगु नुगु सकिपा के म तिम्रो होइन र या प्रोमो हो सिडी उलेजा जुगुदो आकाश अधिकारी देकुगु के म तिम्रो होइन र सकिपा या आरएम अधिकारी हो मरिस्का पोखरेल नोम हिरो व हिरोइनी कथा खनेदेक वेटेंगु दुसा थुके प्रज्वल सुज्वल गिरी नोम भिलेन जुया वेटेंगु दु थुगु ज्याजोले चलचित्र पत्रकार संघीय अध्यक्ष शान्तिप्रिय श्रीकृष्ण श्रेष्ठ अन्तिम सकिपा कोइनुरिया छम निर्माता चन्द्रश्रेष्ठ श्वेता खड्का आकाश अधिकारी आरएम अधिकारी व मरिस्का पोखरेल प्रज्वल सुज्वल गिरी लगायत पिन्सन नुगो ख पोङ्कुकु ख के म तिम्रो होइन र चलचित्र कोहिनुर पछिको चलचित्र हो मेरो यो र केही भाषा मैले त्यो शब्द गीतको शब्द के म तिम्रो होइन र कोहिनुर त्यसबाट मैले लिएको र सिनेमा एउटा प्रेम कथामा आधारित चलचित्र हो। एउटा प्रेमको प्राप्तिको लागि कस्तो कस्तो स्ट्रगलहरू कस्तो कस्तो अब्स्ट्रगलहरू आउँछ सिनेमामा लाइफमा भन्ने कुरा यो सिनेमामा मैले प्रस्तुत गरेको छु। सिनेमा कम्प्लिटली लभ स्टोरी एक्सन र गीत रोमान्स र काठमाडौँदेखि मनाङसम्म मुस्ताङसम्मको यात्रा तय गरेको सिनेमाले धेरै इन्टरटेनमेन्ट सिनेमा हो। 3 जना नयाँ कलाकार जुन आउनु भएको छ 3 जना मात्रै नभएर यसमा 5 जना नयाँ कलाकार छन् हैन। त्यो 5 जनाले एउटा उनीहरूलाई दिएको मेरो जुन जिम्मा उनीहरूलाई दिए त्यो जिम्मा उनीहरूले निभाएको छ। त्यसकारणले म एकदमै खुसी छु 5 जनासँग। छोटो मिठो भन्नुपर्दा बब्ली गर्ल यो मुभीको लागि एकदमै मेहनत तयारी मजाले गरेको थियो बिकज डान्स क्लास लिने गर्थेँ हाम्रो वर्कसप हुन्थ्यो त्यसपछि जिम रेगुलर जोइन गर्थेँ वेल मेहनत गरेको हो। फ्युचर प्लान वेल काम गर्दै जाने आफ्नो काम र मेहनत लगनले काम गरेर अगाडि बढ्ने इच्छा हो। सो आफूमा विश्वास राखेर मेहनत गर्छु र मेहनत गर्ने नै छु भनेर अगाडि बढ्छु। सिनेमामा एक्टिङ गर्ने पहिलेबाट सौक थियो र सौक मात्रै नभएर एक्चुअली एउटा प्यासन हो र पहिलेबाट गर्न चाहन्थेँ। धेरै अन्य कुराहरूले गर्दाखेरि मैले यो सुरुवात गर्न पाएको थिइनँ र यो सिनेमाको मेरो नयाँ एउटा करियर मैले 2015 को जनवरीबाट सुरु गरेको र यो सिनेमा बनाउनको लागि धेरै समय लाग्यो। हामीले स्क्रिप्टमा काम गरियो र हाम्रो सुटिङ डेजलाई एभ्रिथिङ धेरैले कुरा गर्दाखेरि यो धेरै समय लाग्यो हामीले काम गर्नको लागि र सक्नको लागि। र मेरो अङ्कल मेरो काका हुनुहुन्छ आकाश अधिकारी उहाँले पनि यो क्षेत्रमा लिएर आउनको लागि मलाई मद्दत गर्नुभयो। उहाँकै सिनेमाबाट उहाँकै डाइरेक्सन गरेको सिनेमाबाट म पहिलोचोटि सिनेमा जगतमा आएको छु, सिनेमा फिल्डमा आएको छु। यसमा रोल भन्दा पनि तपाईँको अहिले हाम्रो ट्रेलर हेर्नुभएपछि मान्छेहरूलाई थाहा भइहाल्छ कस्तो खालको छ। यो रोमान्टिक एक्सन फिल्म हो जसमा चाहिँ म एउटा लभर बोय एङ्ग्री म्यान एक्सन त्यस्तो खालको छ एउटा रोल। मैले आफूले भन्नुपर्दा पनि यो म चाहिँ अडियन्सलाई छोडिदिन्छु। सिनेमा रिलिज भइसकेपछि वैशाख 31 गते सबैले थाहा पाउनुहुन्छ। हाउसफुल ज्याजोना हाउसफुल जुल यानी कि कोचा टिंगु इनावला थुली थासेन जी अमिता जोशी छिकपिने पाखे बायावनीगु उजाउ फनाचना थाउया त बा नेगु वाले ना प्लास सुभा जेमा भा छुगु न्युगु खया चन मुगजिगु लस्ता जा छुगु न्युगु खया चन मुगजिगु
धारिए छु हक्कन धागुली नै पुसे छु धारिए छु हक्कन धागुली तक धन्दा छु झंगु नुगु खाया जला मुजिको लस्ता जा तक थो मुगले ठुक दया चुनी अपने तक थो मुगले मती ना दया चुनी गबले तक थो मुगले ठुक दया चुनी अपने तक थो मुगले मती ना दया चुनी